नमस्कार। म चाहिँ एउटा नेपालको चेली नेपाली हैन। मलाई चाहिँ एउटा चित्त नबुझेको कुरा म एउटा सेयर गर्न लागिरहेको छु। र यो हामी सबै नेपालीले चाहिँ बुझ्नै पर्ने कुरा हो। गत हप्ताको शनिबार चाहिँ म सङ्कटा मन्दिर दर्शन गर्न गएको थिएँ। अनि लाइन बसेँ। अब दर्शन गर्ने क्रममा भगवानलाई घन्टी बजाउँछु भन्दाखेरि घन्टी त बेरेर राखेको छ। अचम्म लागेर आयो। यो घन्टी त हामीले भगवानलाई बजाउने हो नि त, भगवानको लागि बजाउने हो नि त, होइन र? अनि भगवानलाई हामी आयौँ है, र भगवान हामी हजुरको उसमा दर्शन गर्न आयौँ, हामी आयौँ भनेर उपस्थित जनाउनको लागि हो नि त, होइन? शुभ एउटा त्यसको ध्वनिले पनि हामीलाई राम्रो गर्छ, पोजिटिभ भाइब दिन्छ, होइन? त्यसको लागि हो। अनि छक्क लाग्यो, होइन? अनि धेरै ठाउँमा सुनेको पनि थिएँ, सबै ठाउँमा यस्तै गरेको छ भन्दाखेरि चाहिँ एउटा अचम्म लाग्ने कुरा के, हामीले त त्यो भगवानको लागि बजाउने हो नि त। त्यसमा चाहिँ राजनीति हाबी हुनुभयो, राजनीति छिर्नु भएन नि त। मन्दिर त सबैको लागि हो नि त। त्यहाँ जुनसुकै पार्टीको आओस्, तिमी यो पार्टीको, तिमीले गर्नु हुँदैन, तिमी आउनु हुँदैन, तिमी यो पार्टीको भन्ने त हुँदैन नि त। हामी नेपाली हिन्दूहरू हामी मन्दिरमा जान सक्छौँ, सबैजना जान सक्छौँ। अनि त्यो त एउटा त पार्टीको त एउटा चिन्ह मात्रै पो हो त, होइन? त्यसमा त अरू पनि त चिन्ह हुन्छ। हामी सूर्यलाई बिहान बिहान जल चढाउँछौँ, त्यो जल चढाउनै छोड्नु पर्यो। रुखहरू त्यत्रो फलफुलहरू फल्छ, घरमा रुखहरू बिरुवाहरू हुन्छ, सबै नै काटिदिनु पर्यो, होइन? देशमा त कुनै पनि आफ्नो देशमा त हुने भएन, सबै बाहिरबाट मगाउनु पर्ने भयो त्यसपछि त। अनि म त अचम्म लागेर आयो क्या। यो त बिहान बिहान हामीले भगवानको पूजा गर्छौँ, हामी घन्टी बजाउँछौँ, भगवानको लागि हो नि त। हामीले त्यसको ध्वनिले चाहिँ पोजिटिभ भाइब एउटा आओस्, ऊ हुन्छ, भगवानको लागि बजाउने हो नि त, भगवानलाई सम्झेर हामीले भने त। हामीले त त्यो सबैजनाले अब त छोडिदिनु पर्यो त, घन्टी सब फालिदिनु पर्यो। कुनै पूजाआजामा घन्टी बजाउनै भएन। भगवानको लागि गरेको हो हामीले, भगवानको लागि गरेको। त्यो चुनाव चिन्हको लागि यत्रो हो। भगवान कहाँ नै हामीले घन्टी बजाउन नपाउने?